चुपचाप घन्टी छाप। किनभने अब प्रतिपक्ष त छैन देशमा, सदनको प्रतिपक्ष त कोही पनि देखिएन। हर्कजी पनि एउटा प्रतिपक्षको रूपमा उभिनुहुन्छ कि भनेर आश गरेको थियौँ, तर उहाँ पनि उपसभामुख लिएर सरकारमै जानुभयो। गरिबीको चमेली बोलिदिने कोही छैन होइन। गरिबको सर्वहारा वर्ग र भुइँ मान्छेको विषयमा बोलिदिने त कोही रहन्छ। सबै पार्टीहरू जीर्ण भएर फुट्न लागेको अवस्था। त्यसले गर्दाखेरि मैले अलिकति केही हिम्मत गर्नुपर्छ भनेर मैले यो पत्रकार सम्मेलन मार्फत मैले केही कुरा सार्वजनिक गर्न लागिरहेको छु र बुझाउनु पनि लागिरहेको छु। मैले यो कुरा गर्दै गर्दा मैले पटक पटक तपाईँहरूलाई मेरै यही घरको प्राङ्गणबाट आँगनबाट तपाईँहरूलाई सम्झाएको पनि थिएँ, भिडियोहरू मार्फत जानकारी पनि गराएको थिएँ। भदौ 23 र 24 गतेको घटना, भदौ 23 र 24 गतेको घटना किन भयो, सिंहदरबार र सर्वोच्च अदालत जस्ता सम्पदाहरूमा किन आगो लाग्यो, संसद भवन किन डढ्यो, यो गम्भीर कुरा छ। र मैले त्यतिखेर पनि भनेको थिएँ यहाँ सबै बोल्न डराउँछन्, तर म डराउँदिनँ। किनभने जन्मसँगै मृत्यु छ, मैले एक दिन मर्नै पर्छ, तर सत्य बोलेरै मर्छु भनेर म अघि बढेको। यहाँ मैले सबै मान्छे भात खाएर बाँच्ने मान्छे मात्रै देखेँ, त्यसलाई म जिउँदो लास भन्छु। तर म भात खाएँ पनि एउटा नडराउने मान्छे भएर बरु मर्न चाहन्छु। मैले बोल्नै पर्छ भनेर म लागेको मान्छे हो। 2004 सालमा बिपी कोइरालाको उदय, काङ्ग्रेसको उदय, 2006 सालमा कम्युनिस्टको उदय, राणा शासनको अन्त्य, त्यस पछाडि 2017 सालको कु, 2028 सालमा राजा महेन्द्रको मृत्यु, रहस्यमय मृत्यु, 2000 रहस्यमय मृत्यु पछाडि नयाँ शिक्षा, 2036 सालको जनमत सङ्ग्रह, 2046 सालको आन्दोलन पछाडि पञ्चायत ढलेर बहुदलीय व्यवस्था, 2052 को जनयुद्ध थालनी, 2058 जेठ 19 गतेको हिन्दूका सम्राट राजा वीरेन्द्रको वंशनाश, 2062 मा आएर ठुलो आन्दोलन गरेर राजालाई 65 सालमा बहिर्गमन, र 2062-63 मै जुन संसद पुनर्स्थापना गरेर त्यस संसदबाट पुनर्स्थापित संसदबाट के भनियो भने धर्मनिरपेक्ष र राज संस्था त्यही दिन हटाउने भनेर जुन अन्तरिम संविधानमा लेखियो र 72 मा संविधान जारी गरियो। त्यो संविधान सँगसँगै फुल फ्लेजमा संविधान आयो, धर्मनिरपेक्ष भयो, राजा हटाइए सधैँलाई, गणतन्त्रिक मुलुक भयो। अब जनताले सुख अमन चैन पाउँछन् भनेर भनेको, तर त्यसले पुगेन। राजा मार्दा पनि पुगेन, हिन्दू राष्ट्र हटाउँदा पनि पुगेन। किन सर्वोच्च अदालत, जनताको सर्वोच्चता पुगेको सर्वोच्च अदालतमा आगो लगाएर देशभरिका प्रहरी चौकीदेखि लिएर थाना, नगरपालिका र पालिका जम्मै किन भत्काइयो, किन जलाइयो? यहाँ त त्यतिखेर पनि मलाई अहिले बिपी कोइरालाको सम्झना आउँछ। सबै पश्चिमाको डिजाइनमा आएका हुन् यिनीहरू, तर लास्ट टाइममा आएर मैले राष्ट्रको लागि गर्नुपर्छ भनेपछि बिपी कोइरालाको के हालत भयो? र बिपीले के भन्नुभयो? राजाको यस्तै देश त्यतिखेरै खान खोजेको थियो। देश बचाउनु पर्छ भने, राष्ट्र बचाउनु पर्छ भने राजा चाहिँदै रहेछ। र सबैभन्दा बढी राजाले बिपी कोइरालालाई पनि जेल हाले। तर बिपी कोइरालाले के भन्नुभयो भन्दाखेरि राजाको गर्दन मुनि, मेरो गर्दन माथि, राष्ट्रियताको सवालमा भनेर भन्नुभयो। त्यस पछाडि मदन भण्डारीको के भयो हालत? आज राष्ट्रियताको कुरो उठाउँदा राजा मदन भण्डारीले के भनेको थियो? मैले त्यो कुरा सम्झिन्छु र मैले चैत 15 गते पनि त्यो कुरा मैले मेरो पेजमा हालेको थिएँ। एउटा राजा रहनु र नरहनुले कुनै अर्थ राख्दैन, तात्विक भिन्न त फरक पर्दैन, तर हजारौं राजा जन्मे भने त्यसले धेरै ठुलो असर गर्छ। र ती राजाहरूभित्र पनि फासिस्टहरू, फाँसीवादीहरू जन्मे भने त्यसले देशलाई सिद्ध्याउँछ भनेको कुरा म अहिले हो जस्तो लाग्छ। र तपाईलाई यो लडाई कसरी भयो? अहिले धेरैले एल्गोरिदम भन्छन्, सोसियल मिडिया भन्छन्। हिजो मात्रै विद्या भण्डारीले बोल्नुभयो, जेसुकै भने राष्ट्रपति हुन् देशकी, मदन भण्डारीकी श्रीमती हुन्। मदन भण्डारीले प्रतिपादन गरेको जनताको जनवादको सिद्धान्तमा एमाले हिँडेको थियो, तर आज एमाले भौतारिएर कहाँ पुगो। तर एउटा राष्ट्रपति जस्तो मान्छेले, पूर्व राष्ट्रपति मान्छेले
देशको अवस्था यो ठाउँमा पुग्यो भनेर बोल्न नपाउने भयो। यो फाँसीवाद होइन। फाँसीवाद भनेको के मान्छेलाई लगेर झुन्ड्याउनै पर्छ के सडकमा मान्छे कुट्नुपर्छ पर्दो रहन्छ नि त। फाँसीवाद भनेको त एल्गोरिदम प्रयोग गरेर आमा चकारी बाउ चकारी भयभरको गाली गर्दा हुँदो रहेछ नि त। बोल्नै नहुने आवाजै उठाउनु नहुने। तपाईँहरूले सत्ता कसरी चलाउनुहुन्छ? सत्ता कसरी चलाउनुहुन्छ? तपाईँहरूको यो फाँसीवाद होइन। कसले भनेको थियो इटालीमा? इटालीको मुसोलिनीले म इटाली बनाउँछु भनेर भनेको थियो, तर रोम जलिरह्यो, मुसोलिनी हाँसिरह्यो, देश सकिरह्यो। हिटलरले त्यही भने होइन, यहुदीहरूलाई सिद्ध्याउँछु भनेर। हिटलर संसारको सबैभन्दा शक्तिशाली हुन्छ भने होइन। आज हामीले एउटा अपराधीहरूलाई पठाएर फाँसीवाद जन्माउँदैछौँ। बोल्नै नहुने, बोल्यो कि गाली आइहाल्ने हो कि होइन भन्नुहोस् त? भरको गाली। त्यसले गर्दाखेरि म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने हिजोकै घटना हेर्नुहोस्। म त अहिलेको हाम्रा प्रधानमन्त्री त ऱ्यापर हुनुहुन्थ्यो, पहिला कोही छैन बोल्ने चमेली भनेर यतापट्टि 5 जना चेलीहरू उभिएर त्यो बोल्न लगाएर ऱ्याप दिन्थ्यो होला। हाम्रा हस्पिटलका पैसा तिर्दिउँ, किसानका दुधका पैसा तिर, दोकान सटरहरू जुन हिजो फुटबलमा लखेटिए नि, बच्चाहरू रोइरहे, पुलिस आफै रोएको छ, सामानहरू लुटिए। एउटा राज्यले गएर कसैको घरको सामान उठाउँदा पनि मुजुल्का बन्नुपर्छ, काष्ट होइन। यो भन्दै गर्दा मैले थुनिनुपर्छ भने आऊ सरकार, हातकडी लाउन यो हात तयार छ, आऊ म तयार छु। तिनीहरूले ब्याङ्कको ऋण लिएको थियो होला, सहकारीको ऋण लिएको थियो होला, लघुवित्तको ऋण लिएको थियो होला, अनि तिनले एउटा सर्ट बेचेर एउटा भेस्ट बेचेर ऋणको 2 पैसा ब्याज पनि तिर्छु, किस्ता पनि तिर्छु, परिवार पनि पाल्छु, बच्चालाई पढाउँछु पनि, फिस पनि तिर्छु भनेको थियो होला। भाँडा भेट्यो भाँडा बोकेर लगिदिएको छ, सन्तोला भेट्यो सन्तोला भेटेर बोकेर लगिदिएको छ। तपाईँहरू पो धनी हुनुहुन्छ त। आयो त्यहाँ बस्नुभयो, को बोल्दैन? देखियो त। अब सुकुम्बासीको त्यही हालत हुँदैछ। मैले सुकुम्बासीलाई बोल मलाई साथ देऊ भन्दाखेरि बोलेनन् कोही पनि। सुकुम्बासीमा बोर्डर जोडर चलेपछि अस्ति पोखरामा लागेको डोजर, पोखराका मान्छेले पनि सम्झिएर दुर्गा प्रसाद अब सम्झिँदैछन्। हेर्नुहोस्, बोर्डरमा 100 रुपियाँ भन्दाको सामान बोकेर आउन पाइँदैन, त्यहाँ पुलिस परिचालन गरेको छ। धुलाबारीको स्कुलमा मैले 4 ती चेलीहरूले, 4वटी चेली, एउटी 13 वर्षकी, एउटी 11 वर्षकी, एउटी 8 वर्षकी, एउटी 6 वर्षकी, आमा बिमारी थिइन्। ती 13 वर्षकी चेलीले पानी ट्याङ्कीमा जाने, दिनको 10 किलो चिनी ल्याउने, 2 पल्ट गरेर 5-5 किलो चिनी ल्याउने, अनि ओरतिरपट्टि काँकर भिट्टामा ल्याएर त्यो चिनी बेचेर आफू पेट पालेर ती बच्चाहरू पनि पढाउँथिन्, ती बहिनीहरूलाई पढाउँथिन् र आमाको पनि उपचार गर्थिन्। त्यो हृदय विदारक दृश्य देखेपछि म कहाँ त्यो कुरा आएपछि मैले धुलाबाडी स्कुलमा लिएर गएर प्रकाश दाहाल भन्ने हुनुहुन्छ पत्रकार, पुकार टेलिभिजन, त्यसमा आएको छ, त्यो तपाईँहरूले हेर्नु होला। मैले ती बच्चाहरूको कारुणिक स्थिति, हृदय विदारक स्थिति, ती बच्चा कसरी रोका छन्। आखिर 5 किलो चिनी उता भारतबाट बोकेर लिएर आउँदाखेरि यहाँ आज पुलिसले सीमामा लुट्छ। पुलिसलाई त्यस्तो बनाइएको छ। सरकार कतातिर जाँदैछ? सरकार आज दिन दहाडै गरिब लुटिँदैछन्, गरिबका घर खोसिँदैछन्, जग्गा खोसिँदैछन्। लघुवित्त र सहकारीले सबै मान्छेलाई उठीबास लाउँदैछ। तर यता नारा चाहिँ फेरि गरिबीको चमेली बोलिदिने कोही छैन। यता प्रधानमन्त्रीले यसो भुइँ छुनुहुन्छ, यसो गर्नुहुन्छ, फर्र बाटो बनेको घर उम्रेको देखिन्छ। सबै गरिदिएको छ, हेर्नुहोस्, सबै बनाइदिएको छ, सबै गरेको देखाइदिएको छ। एल्गोरिदम भनेको त्यहाँ पुग्यो। फेसबुकमा त्यो छ। फेसबुकको विकासले त्यो गरिबको पेट भरिँदैन होला। महाशय, यो कुरा बुझ्नुहोस्, तपाईँहरूले यो कुरा बुझ्नुहोस्। मैले त्यतिकै यो आवाज उठाएको होइन, म बाध्य भएर बोल्न आएको। नभए मलाई नि मेरो परिवारले पनि 3 महिना चाहिँ नबोल्नु न। 3 महिना मेरो परिवारले त भोटै हालेन, मैले त भोटै हालिनँ, भोटै बहिष्कार गरेको। हाम्रो अभियन्ताहरू कसैले भोटै हालेन। सुन्नुहोस् है कुरा। तर
केही मिडियाका साथीहरू छन् राजा महेन्द्र राजमार्ग के भएको थियो? राजा महेन्द्रले गरेको हो। मेरो घर अगाडि त राजा महेन्द्रको चाहिँ हाम्रो नक्सामा पनि महेन्द्र राजमार्ग हाइवे भनेर भन्छ। राजा महेन्द्रको फोटो राखिदिएर अनि राजा महेन्द्रकै देशमा प्रधानमन्त्रीलाई हिँडाइदिएछ सोसियल मिडियामा। अब त राजा ल्याउने भए, एसपीपी पास नहुने भयो। म के भन्छु भने सरकारलाई, हिजो तपाईँहरूको हातमा केही थिएन, केपी ओलीको हातमा थियो, त्यतिखेर बोल्नुहुन्थ्यो तपाईँहरू। आज तपाईँहरूको हातमा छ त क्याबिनेटबाट डिसिजन गरौँ न, हिन्दू अधिराज्य कायम गरौँ, आजै कायम गरौँ त तपाईँसँग शक्ति छ। एसपीपी खारेज गरौँ न शेरबहादुर देउपाको जस्तो, नगर्ने निर्णय गरौँ त। शेरबहादुर देउपाले 79 साल असार 6 गते शेरबहादुर देउपाकोले क्याबिनेटको डिसिजन हेर्नु होला तपाईँहरू, त्यतिखेर एसपीपी पास नगर्ने निर्णय गरेछ। त एसपीपी र एमसीसी खारेज गर्ने निर्णय गर्नुहोस् त सरकार। तपाईँले गर्दा भयो त, तपाईँ शक्तिमा हुनुहुन्छ, तपाईँलाई सहयोग गर्छौँ हामी। हिन्दू राष्ट्र ल्याइदिनुहोस्, हिन्दू अधिराज्य राष्ट्र संस्था ल्याइदिनुहोस्। किन 5 वर्ष चुनाव गर्नुहुन्छ? चुनावै गर्नु पर्दैन, दुर्गा प्रसाद सडकमा उभिन्छ चुनाव पर्दैन भनेर। हामीलाई आज के छ समस्या? आयो फेसबुकमा किसानहरूको लागि बालेनले गर्नुभयो यो निर्णय, एउटा टिमै राखेर छ फेरि नि, अनि मोही खाने। ल ठिक छ, किसानको 9 अरब तिरेको रहन्छ अहिलेसम्म डिडिसीले दुध विकासले किसानको। अहिले किसानका गाईका डडेला जिउ सुकेर खुकुरीको दाप जस्तो भएको छ। प्रधानमन्त्री ज्यू खुकुरीको दाप जस्तो भएको छ। ती किसानको पैसा तिर्दिनुहोस् न, तिनले दाना खुवाउँछन्, पानी खुवाउँछन् ती गाईलाई। आज गाई पाल्न नसकेर सडकमा छोड्नु परेको छ। तपाईँका किसानको हालत त्यो छ प्रधानमन्त्री ज्यू। अर्को कुरा, तपाईँले शिक्षा र स्वास्थ्य फ्री गर्छु भन्दै गर्दा रमाइलो कुरा आयो। अहिलेसम्म हाम्रो 17 अर्ब रुपियाँ पैसा स्वास्थ्य बिमाको, 17 अर्ब रुपियाँ पैसा है भाइ, तिरेको छैन। हामीले आज 11 महिनादेखि पैसा पाएको छैन। सुनिल शर्माको नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजको मात्रै 103 करोड रहेछ। हाम्रो टेन्टेटिभ 40 करोड जति होला, विराटको त्यति नै होला, अरू मेडिकल कलेजका त्यति नै होला। यहाँ अनि कस्तो कुरा भयो भने अर्काले ब्याङ्कको पैसा लिएर 16% ब्याजमा पैसा लिएर स्कुल बनाएको छ, मेडिकल कलेजहरू बनाएका छन्। अनि यहाँ आएर माथि बसेर के भन्नुहुन्छ शिक्षा मन्त्री भने शिक्षा फ्री, अनि शिक्षा मन्त्रीकी बुढी के भन्नुहुन्छ? अस्मित। अब त यो के हुन्छ अस्मित भन्नु? म भन्छु त शिक्षा मन्त्रीलाई, तपाईँको 25 करोड रुपियाँ पैसा तपाईँ पहिला सरकारको नाममा पास गर्नुहोस्। मेरो झापामा तक्षशिला विश्वविद्यालय छ, म सरकारको नाममा पास गर्छु, म पास गर्न तयार छु। 25 करोडको सम्पत्ति रहेछ त, ल त दान गर्नुहोस् त, सरकारको नाममा पास गर्नुहोस् त, म पनि गर्छु। त्यति सजिलो छ। अनि तपाईँले आइतबार, शनिबार र आइतबार, जुन देशमा 18 घण्टा काम गर्नुपर्छ अब देश बनाउन, यसै 154 दिन छुट्टी छ। अब यो थुपिँदा 208 दिन छुट्टी हुने रहेछ आइतबार। अनि यी बच्चालाई यति क्लास किताब छोपारिदिएको छ, यिनको क्लास 150 दिनमा सकिन्छ। हामीले भन्यौँ हाम्रो स्कुललाई, तिमीले एडमिसन सुरु गर, बन्द गरिदिन्छ, बन्द गरिदेऊ। बन्द गर्दा के हुन्छ? ब्याङ्कको लगानी छ। मेडिकल कलेज बन्द गरिदेऊ, ब्याङ्कको लगानी छ, गर। आइसियुमा मान्छे मर्छन्, गर। त्यो तागत छ। हामीले कसरी रोजगारी सिर्जना गर्ने भन्ने कुरो छैन, कसरी विदेशको युवाहरूलाई यो देशमा फर्काउने भन्ने छैन। तपाईँलाई अहिले म गफ गराउँला, दुबईमा 16 जना अलपत्र पढेर दुर्गा प्रसाद गुहार्दैछ। हिजै मात्रै एकजना महिला आउनुभएको थियो, यो कुरो सुन्दा बेला काली लागेर आयो। 4वटी महिला विदेशीको पेट लिएर यहाँ आएर बच्चा जन्मेर बच्चा हुर्किया छन्, तिनलाई अहिले खुवाउने खाना छैन। घर भाडा तिर्नुपर्ने रहेछ, 4.5 लाख रुपियाँ तिरेको रहन्छ। ल न दुर्गादास बाबु केही गरिदिनु पर्यो भनेर आउनुभएको थियो। आज त्यस्तो केस त विदेशमा गएर 5000 चेलीहरूको छ। त्यो चेलीहरूलाई उद्धार गर्नुपर्ने सोच्नुपर्छ कि पर्दैन? अनि के हेरेर थाहा छ? घरमै पासपोर्ट पुर्याइदिने अरे, अनि आजै श्रम स्वीकृति दिने, आजै पासपोर्ट दिने। मिल्ने भए त घर घरमा हवाईजहाज पनि गइदिएदेखि त्यही दिन हालेर विदेश पठाउने खेल रहेछ। खोइ रोजगारी, रोजगारी खोइ। मैले त सोचेको त्यो नयाँ सरकार। अहिले म भन्छु
यहाँ सुकुम्बासीहरू मलाई आउँछन् हाम्रो त हटाउने अरे भनेर भन्छन्। चुपचाप घन्टी छाप, चुपचाप घन्टी छाप, तिमीहरूलाई पुगेकै छैन। यी नेपालीहरूलाई अझै पुगेको छैन। हिजो फुटबलकाले भेटाए होइन, त्यहाँ कमेन्टमा लेखेकै थियो क्या, रुँदै गरेको सिनमा, चुपचाप घन्टी छाप, घन्टेहरूलाई भन मैले चुनावमा नजाऊ, फाँसीवादी सरकार आउँछ, उसलाई मतलब छैन। त्यत्तिकै सिंहदरबार र सर्वोच्चमा आगो लागेको छैन। यो उद्देश्य कुन उद्देश्यको लागि ल्याएको अहिले म तपाईँहरूलाई भनौँला, कुन उद्देश्यको लागि ल्याएको। आज हिजो 5 रुपियाँ तेलमा बढ्दाखेरि नि शङ्करदेव र आरआर क्याम्पसबाट आगो उठ्थ्यो। खोइ आज ती विद्यार्थी सङ्गठन कहाँ छन्? कसका भेडा बाख्रा चढाउनु गरेछन् ती विद्यार्थीहरू? के गर्दैछन्? के गर्दैछन्? तर हाम्रो नागरिक बचाऊ अभियानको विद्यार्थी सङ्गठनले 1 हप्ताभित्रमा यो तेलको मूल्य फिर्ता लिएन भने अब आन्दोलन सुरु गर्छ। गर्न तयार छ होइन भाइ? गर्छ। हाम्रो विद्यार्थी सङ्गठनले गर्छ। विद्यार्थी सङ्गठन खारेज गर्ने आँट अब नगर्नुहोस्। विद्यार्थी सङ्गठन किन चाहिने रहेछ भन्दा आवाज उठाउन चाहिने रहेछ। हिजो 2 रुपियाँ बढ्दाखेरि नि आगो बलेको ठाउँ होइन, आज 100 रुपियाँ बढ्दाखेरि नि बोल्दैन। 137 को तेल आज 237, 147 को पेट्रोल 247। अनि यता चाहिँ भिडियोमा गरिबको चमेली बोलिदिने कोही छैन भनेको छ। एल्गोरिदम प्रयोग गरेर जम्मै बेकुफ बनाए। अनि उता कालो कोटमा राजा महेन्द्र र हाम्रो प्रधानमन्त्रीको फोटो है सँगै राखेर हिँडाइदिएको छ। अब राजा केही छन् यहाँ राजावादी पत्रकारहरू, उहाँले त राजा ल्याइहाल्नुहुन्छ। दुर्गा परसाईको मुखमा टेप लगाइदिइहाले। चलाऊ, म सहयोग गर्छु। प्रधानमन्त्री हुने भए त त्यही दिन भइहाल्थ्यो नि। मलाई सेनाले बोलाएर प्रधानमन्त्री बनाएकै हो नि, मैले नलेको। 24 गते राति नै हुन्थ्यो नि। सांसद हुने भए अस्ति 2 नम्बर क्षेत्र म एक्लैले त जित्थेँ नि। म स्वागत नेपालहरूको जस्तो फुक्रुक्क भएर फर्किनु पर्दैन थियो नि। मलाई थाहा थियो नि मैले जित्थेँ। जुन ठाउँमा मैले 3 वटा स्कुल बनाएको थिएँ, 9 वटा मन्दिर बनाएको थिएँ, जुन ठाउँका मान्छेको उपचार गरिरहेको छु। तर मलाई सांसद चाहिएको होइन, मलाई राष्ट्र चाहिएको, देश चाहिएको, मुलुक चाहिएको। मेरा दाजुभाइ दिदीबहिनीहरू आज खाडीमा अलपत्र बसेर परेका दिदीबहिनी दाजुभाइहरू यो ठाउँमा आउनुपर्छ र पासपोर्ट बनाउने काम चाहिँ बन्द गर्नुपर्छ भन्ने मान्छे चाहिएको यो देशमा। पासपोर्ट बनाउने काम बन्द गर्नुपर्छ। हेर्नुहोस्, त्यसले गर्दाखेरि म सस्मित पोखरेलजीलाई के भन्छु भने, सक्नुहुन्छ सस्मितजी र तपाईँको श्रीमतीले बडा राम्रोसँगले भन्नुहुँदो रहेछ बेलुका बेलुका, सस्मित अब के हुन्छ भनेर। अब नर्स पाउँदैन अलिक दिनमा। सस्मितजी, सस्मित कि अस्मित अरे, सस्मितजी अब तपाईँको श्रीमती त नर्स हुनु होइन होला, एकजनाले हुँदैन होला। हेर्दा हेर्दा नर्स जस्तै देखिनु हुँदो रहेछ, फेरि डाक्टर जस्तै देखिनु हुँदो रहेछ। उहाँलाई सोधिदिनुहोस् सस्मितजीको श्रीमतीलाई, अब नर्सको लागि के गर्ने? खाडीमा डान्स बारमा हाम्रा चेलीबेटी पठाउने कि सस्मित नर्स बनाएर खाडीमा स्टेजको बोकेर सेतो एप्रोन लगाएर बिरामी हेर्ने नर्स पठाउने भनेर सोधिदिनुहोस्। सोधिदिनुहोस् क्या सस्मितजीको, म बुहारी नै भन्छु बुहारीलाई। अब अलिक दिनमा नर्सहरू नभएर हस्पिटल बन्द हुँदैछन्, तपाईँकै वीर हस्पिटल बन्द हुँदैछ, त्यो पनि सोधिदिनुहोस्। र आइतबार किन छुट्टी गरियो भन्दाखेरि नि क्रिस्चियनहरू चर्चमा जान्छ क्या आइतबारको दिन, त्यसको लागि। अनि शनिबार र आइतबार छुट्टी भएपछि त अमेरिका भइगयो नि देश। अनि राम्रा छन् उनीहरू, चिटिक्क सुकिला मुकिला छन्। 200 तोला 400 तोला सुन भएका, पानी ल्याउने, 200 तोला 400 तोला सुन भएका होइन, भयवरको सम्पत्ति भएका मान्छे रहेछन्। अब उनीहरू त 5 स्टार होटलमा बसेर खान जान्ने होइन। कस्ता कस्ता छन् त्यहाँ? जुत्ताको कम्पनीका मालिक, ब्याङ्कका मालिक, हो कि होइन? सब छ। गरिब त कोही छैन सांसद, पढे लेखेका इङ्ग्लिस बोल्ने छन्, हो कि होइन? छन् नि त। त्यसले गर्दाखेरि म उहाँहरूलाई सोध्छु, अब हामीले मेडिकल कलेज के गरौँ? अस्मितजी, स्वास्थ्य मन्त्रीलाई सोध्छु, तपाईँ शिक्षा र स्वास्थ्य फ्री भन्दै गर्दा तपाईँ पनि नर्स हुनुहुँदो रहेछ, नर्सका पीडा तपाईँलाई थाहा छ होला।